देखाउँछु कि यहाँ हामी चाहिँ आज कहाँ जाँदैछौँ ट्रेनमा जाँदैछौँ अहिले केमा ट्रेनमा जाँदैछौँ अहिले हामी ट्रेनमा बस्दैछौँ हेलो हामी चाहिँ रेलवे स्टेसनमा जाँदैछौँ ट्रेनमा हिँड्ने पहिला तपाईँलाई धेरै समयपछि यत्रो छोराछोरीले हिँड्नुहुन्थ्यो नातिहरू हिँड्दा कस्तो फिल भइरहेको छ पहिलेको सबैको बताम कि अहिलेको बताम पहिले कस्तो फिल भयो अहिले कस्तो भयो अहिले खुसी छु भोलि यस्तो लिएर आएँ खुसी थिएँ अहिले बच्चा छुट्टा भए त्यसपछि छोरीको नातिको 3 वर्षको भइसक्यो अहिले त चाहिँ त्यसको चाहिँ हातमा दिशा लिएर हिँड्नुपर्ने आवश्यक छैन ड्राइभरहरू आयो पहिले चाहिँ दिशा कति कसरी भनिदिन्थ्यो कपडा बदल्नु पर्थ्यो पानी सानी लिएर हिँड्नु पर्थ्यो अहिले चाहिँ विभिन्न किसिमका खानाहरू पाइन्छन् बाटोघाटोमा अब अहिले आउँदा बित्तिकै केरा सुरु भयो अब अगाडि गएर फेरि नम्ती सुरु दिनभन्दा अहिले खुसी छ भने विनोदलाई चाहिँ यो आज सधैँ चतुरी हो नि आज यस्तो देख्दा कस्तो फिल भइरहेको छ आज एक त बाबु चाहिँ हल्का बिमारी छ होइन त्यो भएर जे होस् चतुरे अब दिनदिनै हटाउँथ्यो आज चाहिँ एकदमै सन्तुलित भइरहेछ त्यो चाहिँ नि नेचर देख्दाखेरि यो को त गयो भन्नु तपाईँलाई सोध्छ नि तपाईँ के भन्नुहुन्छ आमा पनि त्यस्तो छैन आमा शरीर छ बाउ पनि त्यस्तो होइन भनिन्छ सबैले होइन तपाईँले यो को त गयो भनेर साथी सोध्दा के भन्नुहुन्छ तपाईँ अब चाहिँ नि को त गयो भने मैले त अब सन्तान मेरै हो मेरै हो चाहिँ नि अब हामीले त्यस्तो असर पर्छ चिज केही खाएन जतिखेर चाहिँ छेपाराको छुट्टी गर्ने होइन ट्याप गर्ने जति के खाएर अब चाहिँ नि खाना त के खाइन्छ चाहिँ नि अब त्यही अब माछाका टाउका पुच्छुर खाएर रमाइलो भइरहेछ खुसी लागेको छ र सबै फ्यामिली सहित एकदमै झन् रमाइलो अब हजुरको श्रीमतीले के भन्न चाहनुहुन्छ अब श्रीमतीले अब के भन्न चाहनुहुन्छ क्यामेरा फोकस गरौँ ल म त फर्स्ट टाइम अब ट्रेनमा फर्स्ट टाइम ट्रेनमा आएको मान्छे नाच्नुपर्छ थाहा छैन पहिलोको ट्रेनमा आएको गीत लगाइदिनु गीतै नगाइदिनु कहाँबाट नाच्ने त त्यही भएर बल्ल बल्ल अनुभव हुँदैछ ट्रेनको यही हो मेरो तपाईँलाई तिम्रो लतरमा पऱ्यो यताबाट उता दुगुर्न पऱ्यो चलो जे भए पनि सिङ्गल अब हिँड्नलाई सजिलो रहेछ कि ट्रेन मिनाजीलाई कस्तो छ मलाई त धेरै रमाइलो लागिरहेको छ यो नाति खेल्न हिँड्दा लिएर हिँड्न आज पुट्टा चाहिँ के बनाइदिनु खाना त दुख्न छोडी खायो नि गोली खाएको अरू बुढा छोरा छोरी नातिसित हिँड्न पास फुल इन्जोय अलिकति फोटो पाउँछ दुख्न त दुख्छ नदुख्ने जस्तो फिल भइरहेको छ रमाइलो लाग्छ
नाम बता नाम बताउनु पर्यो नि सबैलाई भन को कौन सा चाहिए को कौन सा भन भन्दियो न ये तो अर्करी अर्करी हेलो भन्दियो प्रियंश हेलो कैसा लग रहा है प्रियंश उतै हेर्दियो हामी चाहिँ कालकामा आइसक्यौँ तर पनि हामीले खाना खाने टाइम पाइएन छिटो आयो ल्याउनु त टन्नै ल्याएछौँ जानु चाहिँ सिङ्गा अब झरेर अब चाहिँ अटो चढेर मन्दिर जाँदैछौँ त्यो थाकिसकेपछि नमस्ते बोल अरे नमस्ते बोलो और एक बार दे दो अरू जब हामी त्यही यो मन्दिर परिसर घुम्छौँ यसपछि बल्ल फर्छौँ हजुर चप्पल हरायो चप्पल त बेबीलाई टिम नखेली भएन नै पर्यो बिहानमा एउटा सेउ खाए कुनै किसिमको शरीरमा रोग लाग्दैन सुदिनु ल नसुत नसुत बेबी यहाँ आउनु व्यवस्था गरिसकेको